माननीय माधव सापकोटा, त्यसपछि माननीय डाक्टर अमरेश कुमार सिंह। सम्माननीय सभामुख महोदय, अध्यादेश मार्फत आएको प्रतिस्थापन विधेयकले प्रतिस्थापन गर्दै आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन 2081 भनेर आएको छ। यसमा अब 11वटा ऐनहरू छन्। 3 मिनेटमा 11वटै ऐनहरूका बारेमा टिप्पणी गर्न त औधी मुस्किल काम हो। तर पनि मूलभूत रूपमा यो ऐनको ट्रेन्ड के देखिन्छ भने नेपाली अर्थतन्त्रलाई विश्व बजारसँग जोड्ने यसको अभिप्राय पनि देखिन्छ। यसो गर्दा सम्माननीयज्यू मार्फत माननीय मन्त्रीज्यूलाई म के भन्न चाहन्छु भने यस सम्बन्धमा जोड दिने र ध्यान दिने भन्ने कुरा हेर्नुपर्छ होला। विश्व बजारलाई जोड्दै गर्दा हामीले एकातिर अहिले हामी समग्रमा संसारभरि नै आर्थिक हिसाबले एउटा चपेटाको सामना गरिराखेका छौँ। यस्तो परिस्थितिमा वैदेशिक लगानीलाई प्रोत्साहन गर्दा हाम्रो पुँजी पलायन हुने कुरालाई कति ख्याल गरेको छ र घरभित्रका उद्योग कारखानालाई संरक्षण गर्ने प्रोत्साहन गर्ने कुरा कस्तो हुन्छ यसको कति रिसर्च भएको छ। म केही समय अगाडि विराटनगरमा उद्योग सङ्गठन मोरङले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन गएको थिएँ। उहाँहरूले एउटा कार्यक्रमको शीर्षकै के राख्नु भएको थियो भने सुन्ने कि थुन्ने भन्ने कार्यक्रमको शीर्षक थियो। उहाँहरूको जोड के थियो भने कुरै नसुनिकन पहिला थुन्छ, त्यसपछि अरू बयान लिएर कुरा सुन्छ। त्यसैले व्यावसायिक वातावरण छैन भनेर उहाँहरूको मूल चिन्ता र गुनासो थियो। यस सम्बन्धमा पनि यो विधेयकमा त्यस्ता कुराहरूको समेत ध्यान गएको भए ज्यादा प्रभावकारी हुन्थ्यो कि भन्ने मेरो सुझाव छ। यसपछि अहिले विश्वव्यापी आर्थिक अस्थिरता छ, त्यसलाई मध्यनजर गरेरै विश्वको महाशक्ति राष्ट्रले विभिन्न आफ्ना चाहिँ अनुदान र सहुलियतहरूलाई कटौती गरेर आफ्नो आर्थिक सङ्कटको मोचन गर्दैछ भन्दा हामी कसरी सोचिराखेका छौँ। यो विधेयक पढ्दै गर्दा कस्तो देखिन्छ भने ठुला प्रकारका कर्पोरेट हाउसहरू या ठुला प्रकारका व्यवसाय घरहरूलाई चाहिँ कर छुट दिने लगायतका सुविधाहरूका बारेमा बोलेको छ, मझौला साना प्रकारका उद्योगहरूका बारेमा कम बोलेको छ। त्यो कुरालाई पनि यसले ध्यान दिनुपर्दछ भनेर म राख्न चाहन्छु। सुविधा दिँदै गर्दा के हेर्नुपर्छ भने विश्वव्यापी रूपमा जलवायु परिवर्तन, वातावरण मैत्री यस्ता कुराहरू उठिराखेका छन्। त्यसैले उद्योगहरूको कुरा गरिराख्दा उद्योगहरू सञ्चालन गर्दा स्वभावैले जलवायु परिवर्तनमा वातावरणमा त्यसले नकारात्मक असर प्रभाव तुलाउँछन् नै। अब सुविधा दिँदा हामीले के हेर्नु पर्यो भने जसले कार्बन उत्सर्जन गर्छन् तिनलाई त्यही अनुसार चाहिँ हामीले म्यानेज गर्नु पर्यो। जसले वातावरण मैत्री प्रकारका उद्योगहरू सञ्चालन गर्छन् त्यसलाई त्यो अनुसारको सुविधा बढी दिनु पर्यो भन्ने मेरो सुझाव छ। अब अहिले हाम्रा नेपालभित्रका एनजिओहरू सामाजिक सङ्घ संस्थाहरू चाहिँ अन्तर्राष्ट्रिय दाताहरूले दिने सहयोग अनुदानहरू कटौती हुँदाखेरि उनीहरू एउटा सन्तासमा छन्। प्रश्न के पनि थियो भने अन्तर्राष्ट्रिय दाताहरूसँग कहीँ न कहीँ उनीहरूले फन्ड समाउँदा लिँदाखेरि चाहिँ हाम्रा सूचनाहरू लिकेज हुने अरू कैयन कुराहरूका बारेमा प्रश्नहरू उठ्थ्यो। यो एउटा के उपयुक्त अवसर हो भने माननीय मन्त्रीज्यूलाई म के ध्यान आकर्षण गराउन चाहन्छु यो विधेयकका सम्बन्धमा भने खास गरिकन जलवायु परिवर्तन, वातावरण मैत्री लगायतका जे विषयहरूका बारेमा हामी छलफल गरिराखेका छौँ। यसो हुँदा CSR कर्पोरेट रेस्पोन्सको जे फन्ड छ त्यो व्यवसायको सामाजिक उत्तरदायित्वको कोष यो चाहिँ नेपालमा प्रभावकारी ढङ्गले जान सकेको छैन। अलिकति प्रभावकारी ढङ्गले आवाज उठाउन सक्नेहरूको त्यही अनुसार पहेँलो बत्ती नबलेको हुनाले म झुके सामान्यज्यूमा विषय बिच मार्छु। त्यसैले व्यवसायको सामाजिक उत्तरदायित्वको कोषलाई वान डोर सिस्टम बनाऊ, त्यसलाई एकै ठाउँमा ल्याउँ र व्यवसायको चरित्र अनुसार जनतासँग जोडिएका विषयहरूलाई लोक कल्याणकारी प्रकारका विषयहरूलाई समेत जोडेर यसलाई बास्केटमा राखेर लैजाउँ र त्यसो गर्दा नेपालका एनजिओहरू या सामाजिक सङ्घ संस्थाहरूलाई प्रतिस्पर्धाका माध्यमबाट लग्यौँ भने हजारौँका रोजगारीहरू कटौती हुने खतरा छ, त्यसको न्यूनीकरण गर्न सकिन्छ र यो CSR को बजेटलाई प्रभावकारी ढङ्गले लागू गर्न सकिन्छ। यस दिशामा समेत ध्यान आकर्षण गराउँदै आफ्नो भन्नुलाई यही अन्त्य गर्छु। धन्यवाद। लाल सलाम।